सब आफ्नै गर्लफ्रेन्ड मलाई काखमा चिपेर आन मोमा यिनीहरू जरुर मुन्नको युन के बोले मेरो जीवन A few moments later. Guys, फेरि स्वागत छ हाम्रो ब्लगमा। आज हामी आएको थियौँ भने भाइरल रोड भन्दै थियो। आज घुम्न आएको त्यहाँ पानी आइदियो के यहाँनिर चाहिँ यो भाइ आएछ अनि यता यो भाइ आहा अनि यता यो भाइ आहा तर पानी आइदियो र बोर लास्टै तनाव गरिदियो यार। यहाँबाट नि पानी पुरै पऱ्यो। कस्तो लाग्यो? क्या राम्रो लाग्यो? राम्रो लागिरह। कति लाग्ला टाइम लाग्छ अझै 5 मिनट हिँडेर 5 मिनट है। हामी 5 मिनट फिक्स 5 मिनट चाहिँ लाउँछौँ हामीले त्यहाँ पुग्नलाई। पानीले त भेटाइसक्यो क्या हामीलाई, पानीले आइसक्यो। मध्ये त टाउकै भिजिगयो यार मेरो त। बोल्छन् तर कस्तो लागिरह? केटाहरू भाग भेटाइको पानीलाई केटाहरू डगुडिरहने। केटाहरू के कामले आ के काममा आयो तिमीहरू? अर्को तल्लोबाट केटो लास रुजो जस्तो लाग्यो। पानी परिदियो यार यहाँ आएर। मौसम नै खराब बनाइदियो के कमेडी भिडियो बनाउन आएको मान्छे यहाँ पानीले खराब खुलुक बनाइदियो क्या आज। लास्ट हेर्ने यिनीहरूको हालत पुरै खराब। के हामी यहाँ के खान आम खासमा यस्तो पानीमा भिज्दै तपाईँले त भन्नु होला नि पानी पर्छ। अनि अघिदेखि तैँले जाने भने हैनस्? मैले त तपाईँले भनेर होला नि। यस पानीले गर्दा यो साइडबाट मेरो क्यामेरै अफ गरिदियो कि। मान्छेहरू त तर धेरै आउँछन् कि यहाँ बनाउन, भिडियो बनाउने। यहाँ पनि आछन् कति मान्छे आछन्। छोड्दै बाबा केटा कस्तो लाग्यो? ओ यहाँ हेर भ्याङ्गुरहरू कस्तो लाग्यो बाबा? फेरि आउँछ यस्तो ठाउँमा घुम्न? अबदेखि त म आउन्न साँच्चै। किन आउन्न भनेपछि होइन, आउनु त आउँछु तर यस्तो पानीमा आउँदैन कि। सब बाइकमा आयो कोही आफ्नो गर्लफ्रेन्ड लिएर आयो। म हो भाइरल रोड भने यही रहेछ के। मान्छे पनि कति आयो हुन् बाब्रे। उतादेखि आहान टैट। यता कस्तो तर दामी त दामी छ कि बाटो होइन। यहाँनिर यो भाइरल रोड हुनुपर्छ यस्तै। अझै यो डिलमा यो वालहरू हाल्ने हो भने त दामी देखिन्छ के। हामी केटाहरू चाहिँ आज चाहिँ होइन यहाँ आएको छु। अब एउटा कमेडी भिडियो नबनाउँदासम्म त मजा आउँदैन नि होइन। यो केटाहरू हिँडिरहेछन् कस्तो मस्तले आफ्नै पाराले हिँडिरहेछन् कि। यिनीहरू पनि के चिन्ता छैन भने जस्तै होइन। हामीलाई पनि कस्तो छोडिदिउँ कि अब। यस्तो दामी सब आफ्नै गर्लफ्रेन्ड मलाई काखमा चिपेर आन मोमा सब के एकजनी केटी 7 जनाले म हेर्दैमा के काम छ यिनीहरूको? छैन। हामीलाई हेपिया होइन नि यस्तो सिधैमा हेपिया हुन् कि भन्ने के मलाई कि भन्ने आउँदा यिनीहरू भन्छन् न सबै। अब के देखाउने? केटी पनि चिन्जान कि केटी छैनन् होइन। यता हाँसिछन्। यो हाँसा तुम्मै त दिन्छन्। राम्रै रहेनन्। राम्रै यता जिस्क्याउने भने त्यति खासै त मानिन मैले महागसम। मान्छे त धेरै आएछन् यार। हामी पनि आछौँ भनौँ खासमा। यहाँ पनि भिडियो बनाउन कति हुन् कि मान्छे।
आजभोलि यहीँ लागेको छ भाइरल रोड चाहिँ यी यहाँ पुरै भिडियोहरू बनाइरहन है त्यो मैले सिकाऊ मान्छेहरू यहाँ जङ्गलमा केही खोजिरहन् तर केही भेटिएन जस्तो त लाहा मलाई पनि तलसम्म रहेछ है जरुर यहाँ आशिका दिदीलाई बोलाउनै पर्छ यस्तो ठाउँमा त यिनीहरू जरुर मुन्न गइन् मेरो जीवन भन्थ्यो हामी जान्छौँ कहाँ अब रुमतिर जान्छौँ होइन अब हाम्रो हुन्छ रुम अब यहाँ एकछिन यता हेर मुला हिँड कस्तो लाग्यो राम्रो छ यहाँ कस्तो छ यो ठाउँ ठिकै छ बबाल लगाइस् घुम्न चाहिँ जरुर तिमी पनि आउने आउनुलाई नगाई जरुर मेरो नाम हो दिलीप तेरो नामको ले सोधे छैन कि फोटा खिच्नु न दाइ फोटो खिच्नु फोटा खिच्ने लगाइज तिज लागिरहेन यहाँ पुरै तिजको डान्स गरिरहन् पुरै तिज पनि के भने यो गाई जात्रा हो गाई जात्रा यहाँ तिज छैन के तर डान्स चाहिँ दामी गरिरहन् डान्स केटा हो डान्स त्यसलाई चाहिँ यति नै ब्लग फेरि अर्कोतिर भेटौँला